हो रहेछ गुड मर्निङ गाइस भन्दै त हामी कहाँ गएको अनि किन झोला बोकेको ढुङ्गा टिपेर ल्याउने गाइस हो बाठी छ गुड मर्निङ गाइस हामी चाहिँ मर्निङ वाकमा बिहान बिहान हो अलिक डर हुन्छ भनेर ढिलो ढिलो निस्किन्छ यहाँ बोजू नातिनी आउनु हुँदैछ नातिनीले दुईटा झोला बोकेछ हो दुईटा झोलामा चाहिँ हामी बराबर ढुङ्गा टिपेर ल्याउने बलेसीमा हाल्नुलाई है यो पनि आज 5 बजी उठेको भन्नु भएको छैन अलिकति ढिलो भयो हौ 5 बजी भन्दा अलिकति ढिलो भयो गाइस हामी चाहिँ 5 बजी उठेको हो यहाँ अक्लो छ है मम्मा अब चाहिँ जाँदैछ मर्निङ वाकमा गाइस पर जानुपर्ने मर्निङ वाकमा पर यहाँ चाहिँ माताको मन्दिर है त्यहीबाट त लिने त आउँदाखेरि यहाँ चाहिँ तिते करेला रोपिरहेछ साथी हो यहाँ चाहिँ तिते करेला यो चाहिँ करेलामा ओछ्याउनुको लागि पराल हो हामी चाहिँ यहाँबाट ढुङ्गा टिप्ने गाइस ढुङ्गा टिप्दैछ नानीले ढुङ्गा टिप्दैछ हो यो चाहिँ यहाँ सरकारी बाटो हुँदैछ त बाटो बनिँदैछ त्यहाँको ढुङ्गा हो नानी हामी त चोर पो गरेको त बाबा पोख्रा पऱ्यो ना भन्दैछ यसले आमा चोरेको त हो त यसले कुदायो भने लाठी ढुङ्गा चाहिँ अगाडि बोकेर लगाइयो अरे हालियो अरे गोरुङ हुन्छ नि न हुँदैन हेलो गाइस अब क्या आउँदैछ गाइस रिया फुपुवा आउँदैछ घाम झुल्किनु आँटेछ गाइस उज्यालो हुँदैछ गाइस ढोक्नु अरे घाम झुल्किनु आँटेछ हो ढोक्नु अरे नानीले भनेको गाइस झोलामाला बोकेर जाँदैछ गाइस को खसी गाइस कत्रो ठुलो भएको छ 2 साल भएको खसी अरे यो चाहिँ आँटेछ आमा घाम निस्किनु आँटेछ करेला बारी गाइस घाम निस्किनु आँटेको गाइस हो रिया फुपुवा र त्यहाँ बसिरहेछ बाबा हामी चाहिँ यहाँ कालभाटमा बसिरहेछ कालभाटमा गाइस है बोजू पनि यहाँ बसिराख्नु भएको छ यहाँ पनि हामी बसिरहेको छौँ गर्दै नि खोइ पर्खी बाबा अफ गरौँ ल अगाडि हो त्यो घरमा बस्तीको घरहरू यस्तो हुन्छ साथी हो यस्तो हुन्छ बस्तीको घरहरू बङ्गाली बस्ती जाने यस्तो हुन्छ बङ्गाली घारीमा बसेछ हामी बङ्गाली घारीमा बसेछ गाई